हार नमानेको अन्धो बार्तिमैको एउटा सानो स्टोरी सुनौ है। त्यो हेर्ने हो भने उसलाई सबैले चुप लाग भने के तपाईँ अझै आफ्नो सपना पछ्याउनुहुन्छ? अलिकति केही बार्तिमैको कुरा हेरौँ। बार्तिमै जन्मदेखि अन्धा थिए। एक दिन उनले यसु बाटोमा जाँदै हुनुहुन्छ भन्ने कुरा उनले सुन्दछन् अनि उनी ठुलो स्वरले कराउन थाल्छन्, हे यसु म माथि दया गर्नुहोस्। अनि त्यहाँ रहेको भिडले उनलाई चुप लाग भन्यो, तर बार्तिमै झन् ठुलो स्वरले पुकारे। अन्ततः यसु त्यहाँ रोकिनुहुन्छ अनि उनलाई बोलाउनुहुन्छ र सोध्नुहुन्छ, तिमी के चाहन्छौ? बार्तिमैले भने, म देख्न चाहन्छु। यसुले उनलाई निको पार्नुभयो र तुरुन्तै उसले देख्न थाले। प्रियहरू, हामी यसबाट के सिक्न सक्छौँ त? तपाईँको जीवनमा पनि मानिसहरूले तिमीले सक्दैनौ भन्न सक्छन्, तर हार नमान्नुहोस्। निरन्तर विश्वास र प्रयासले जीवनमा सफलता ल्याउँछ। आमेन। तपाईँ र मलाई अरूले रोक्न खोजे पनि आफ्नो लक्ष्य र परमेश्वरमाथिको विश्वास कहिल्यै पनि तपाईँले र मैले छोड्नु हुँदैन। प्रियहरू, तपाईँहरूको दिन आशिषमय रहेको होस्।